नमस्ते सबैजनालाई। आज चाहिँ हामी रेडी भएर ओपन कन्सर्ट जाँदैछु। अब त्यहाँ गएर के हुँदैछ अनि तपाईँहरूलाई देखाउनु छ है त। अनि यता चाहिँ बहिनी, दुईवटा बहिनी छ, म चाहिँ ब्याक सिटमा पछि छु। अनि हामी चाहिँ अर्को बहिनी र अर्को साथीलाई डार्लिङलाई पिकअप गर्न जाँदैछौँ। लोकेसनमा आइपुग्यो, डान्स गर्दैछौँ त। आइपुग्यो है, डान्स प्रोग्राम हुँदैछ। सन्चै छु, गाडीहरू छ यता। त्यो चिन्जना युट्युबर बिना बिना तिनजनाको मोबाइल चाहिँ निस्केको निस्क्यो है। यता आउने एकचोटि यहाँ आउनु। अब मेरो नानीहरू त अहिले खुसी छ हामी। अहिले हेरौँ कस्तो खालको हुन्छ है। ल कति राम्रो राम्रो बाँसुरीको धुन बजायो। हामी चाहिँ तिनजना साथीहरूमा चाहिँ हामी तिनजना युट्युबर पऱ्यो कि, त्यो भएर मोबाइल तेर्साको छ अनि हाँसेछ। आफै मकर यता बिना डाली चाहिँ फेरि भिडियो बनाउँदैछ होइन। अलिअलि त बनाउनु पऱ्यो नि त है। हो नि त नि। कपाल खिच्नुको भाइ बिनालाई मनपर्ने गीत बजाइरहेछ त्यहाँ है। अन्त बिनाको फेभरेट मनपर्ने गीत बजाइरहेछ है। बहिनीहरूले अगाडि छ। मेरो लालाको ब्लगमा म पनि आज आएँ। वेलकम माई ब्लग भन्नु पऱ्यो नि त है। म त आशा नि भाइ कहिले हामी चाहिँ यहाँ ड्रिङ्कको लागि वेट गर्दै गरेको। ड्रिङ्कको लागि वेट गरेर बसेको। फोटोले किन्दैछ। यहाँको मेरो जङ्सनमा मेरो दुईवटा फुपूहरू भेट्यो। नमस्ते, वेलकम टु माई ब्लग गरेको अलि सुरु गरेको क्या। यो गीतले गर्दा नसुनेको होइन, तर हाम्रो भनिदिने पनि विचार गर्नु परेको छ। थ्याङ्क यू। थ्याङ्क यू। खानुपर्छ अरू हाम्रो लागि खाना लिएर आउँदैछ। सन्जु बहिनी डान्स गर्दै गर्दै लिएर आउँदैछ है खाना। थ्याङ्क यू सो मच। मेरो मोटीले जानेर हेर त्यहाँ काको बेबी खाएको
तिनजना नाचेको यता चाहिँ फोटो सुट हुँदैछ है हिरोइनहरु तपाईहरुलाई यतिकै सुनाउने म कोसिस गर्दैछु फोटो यता बहिनी चाहिँ मेरो बहिनीले हेर्दैछ यहाँ सामान मेरो भाइले के किन्ने मेरो भाइ ल माला किन्ने रे मेरो भाइले खोइ माला कसलाई किन्ने हो केटा त्यही भन् ओइ केटा कसलाई माला बेलायती माला दिदी चाहिँ यहाँ के हेर्नुहुन्छ चोलो जस्तो छ है दिदी दिदी एकदम 10 मङ्गले भाइ यो उयो नै कति कति मिठो मिठो है दिदीको त कति राम्रो के क्वालिटी पनि यस्तो राम्रो आएछ यस्तो मिठो माइ गड सो ब्युटिफुल कलर है ब्लूमा पिङ्क छ कता हिँडेको दिदी टोयलेट है के गर्ने दिदी यस्तो अवस्था ल ल दुई शब्द जाओस् न गरेर मिठो मिठो बोली आज मेरो ल भन्नुहोस् त आजको मेरो कपडा लुकिङ सो ब्युटिफुल दिदी ल म तपाईँलाई ल यहाँ फोटो खिच्छु
ल त्यो चाहिँ तपाईँलाई है थ्याङ्क यू कस्तो लाग्यो हजुर सुन्ने होइन हो 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 यस्तो राम्रो आज यस्तो ब्युटिफुल so beautiful so beautiful बिना डार्लिङ चाहिँ चाउमिन अर्डर गर्दैछ मोनिका बहिनी ड्रिङ्क दिँदै विजय डार्लिङ विजय हाम्रो तेज दाइ चाहिँ त्यहाँ सेल गर्दै हुनुहुन्छ मलाई चिया चाहिँ दाइले पठाइदिनु भएको बच्चा हामी चाहिँ एकदम रिल्याक्स मुडमा छौँ है रिल्याक्सिङ चाउमिनको वेट गरिरहेको छौँ हामी अघि नै खाएको थियौँ चाउमिन फेरि चाउमिन मोनिकाले मगाइसक्यो चाउमिन ओन्ली कोक है ओन्ली हामी त झन् चिया मात्रै हो कि कस्तो ज्ञानीहरू तपाईँले ड्रिङ्क्स नखाएर ड्रिङ्क्स चाहिँ बिकेन के बारमा कस्तोहरू हो तपाईँहरू ड्रिङ्क्स नखाएर चिया र रोटी हो नि त है मेरो ज्वाइँ मक्ख दिदी खुसी खै छुट्टी 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 चाउमिन हजुर विङ्स अनि बेली है Maybe how many water? Meron nang daig ng pizza dito. Kani है मोनिका डार्लिङ वान चाउमिन पनि खाइदिउँ ल अघिको जस्तै मेरो ज्वाइँलाई थाहा छ मैले मन पर्ने चाउमिन अनि एउटा कोक 0 कोक 10 कोक 10 कोक फर मी सबै मेरो डार्लिङ मेरो साथीले पे गर्छ आज मेरो धेरै पनि मिठो पनि सो मच थ्याङ्क यू सो मच ज्वाइँ ल ज्वाइँ भएको फाइदा यही हो क्या ल ज्वाइँ भएको यस्तो हुन्छ कि ल त यो पनि हुन्छ पोर्सन यत्रो ओ माई गॉड ओ माई गॉड यस एउटा भइ नै हुन्छ ल एउटा भइ नै हुन्छ है वाउ सो नाइस पुगे ज्वाइँ थ्याङ्क यू सो मच ज्वाइँ अब चाउमिन खाने हो है टक्क लागि Say
अब चाहिँ म बिस्तारै बिस्तारै गर्दै हाम्रो ब्यान्डको मेम्बर्सहरूको अनि हाम्रो गिटारिस्ट पक्कले इन्ट्रोड्युस गराउँदैछ है। तर एउटा यस्तो व्यक्ति हजुरलाई म इन्ट्रोड्युस गर्न चाहन्छु जसले चाहिँ हाम्रो ब्यान्डमा एउटा कस्तो भन्नु मिठास ल्याउँछ क्या, फ्लुटबाट स्याक्सोफोनबाट। र फ्लुट एन्ड स्याक्सोफोन हुनुहुन्छ विधान थापा। सच्चाइको पुजारी हो म गोर्खाली, साहसको चिनारी।
भन्छु दिस सङ इज एक्चुअली उहाँहरूको लागि गीत हो यो है र हाम्रो गिटारिस्ट प्रज्ञाको बाबा पनि गोर्खा पल्टनकै हुनुहुन्थ्यो है सायद हङकङको स्टुडेन्ट होला है हजुर ओके यो सङ चाहिँ आज एक्सक्लुसिभली हाम्रो गोर्खा पल्टन दाजुभाइहरूको लागि यो गीतले भन्छ वीर गोर्खाले थ्याङ्क यू सो मच अनि अब फेरि हामी तीनवटा जस्तो यो विदिन दिस इयर हामीले तीनवटा जस्तो लभ ब्यालेजहरू निकालिरहेका छौँ अन्टिल देन हामीलाई फलो गरिदिनुहोस् होला वी अन इन्स्टाग्राम टिकटक फेसबुक सब्सक्राइब अन युट्युब च्यानल एज वेल ठिक छ I know Mantra is a very, very old band. I mean, already we have been playing together for last 26 years, होइन अन्त हामीले सधैँ गाउँदाखेरि त सायद हजुरहरूको आमा बाबाहरू लभमा पर्नु भएको थियो होला क्या हो कि होइन So that's the support we need. हामीलाई अझै सपोर्ट चाहिन्छ अझै लभ चाहिन्छ माया चाहिन्छ फेरि युकेमा आउन पाऊँ हो कि होइन We're gonna be back soon, alright? अनि हाम्रो सबको इन्ट्रोडक्सन त भइहाल्यो लास्ट बट नट द लिस्ट Thank you so much. धन्यवाद भन्दाखेरि स्पेसली आज हामीलाई यस्तो राम्रो मौका दिनुभयो है त्यो कारणबाट बोलाएर हाम्रो एकपल्ट जोरदार ताली हाम्रो युके मङ्गल एसोसिएसन लागि देखो त आज हामी हजुरको सँग म्युजिक परफर्म गर्न पाउँदैछौँ है र एकपल्ट जोरदार ताली हजुर सबैको लागि यसरी नै नेपाली सङ्गीतलाई गीत सङ्गीत नेपाली साहित्यलाई जहिले पनि माया गरिदिनु होला जहिले पनि सपोर्ट गरिदिनु होला है र एउटा राख्न चाहन्छु स्टेजमा हामी लास्ट सङ सँगसँगै गाउनेछौँ है ल यहाँ चाहिँ अब सेलरोटी सेल लाग्दैछ मोमोहरू पनि सेल लाग्दैछ विजय चाहिँ थकित अवस्थामा हेलो सक्यो मैले चाहिँ सेलरोटी किनेको छु मेरो बाबाको लागि बाबाले फेभरेट ऱ्याप गरेर राखेको छु मेरो बाबाले भोलि चियासँग खानुहुन्छ अब चाहिँ प्रोग्राम सिकिसक्यो अब हामी चाहिँ घर जानको लागि रेडी भएर
मेरो पन्चुको जति मागेको छ लाउँछु अब त ल आजको प्रोग्राम सिद्धियो है कति अवस्थामा छ अनि हामी गर्छु है सिलगढी किनेर लगेको छु यो भइजाने अनि भेटिजान ल see you my next vlog है